नमस्ते साथीहरू, आज हामी पढ्न गइरहेको छौँ क्रस स्टाफ। क्रस स्टाफ भनेको कुनै पनि सर्वे लाइनमा राइट एङ्गल फिक्स गर्नको लागि जुन इन्स्ट्रुमेन्ट युज गरिन्छ त्यसलाई के भनिन्छ भने क्रस स्टाफ भनिन्छ। सर्वे लाइनमा अफसेट लिनको लागि सर्वे लाइनमा या कुनै पनि सर्वे लाइनमा तेस्रो राइट एङ्गल फिक्स गर्नको लागि जुन इन्स्ट्रुमेन्ट युज गरिन्छ त्यसलाई के भनिन्छ भने क्रस स्टाफ भनिन्छ। यसको परिभाषा के गरिदिएको छ भने दिएको छ क्रस स्टाफ भनेको सर्वे लाइनमा राइट एङ्गल र अफसेट सेट गर्न प्रयोग गरिने इन्स्ट्रुमेन्ट हो। क्रस स्टाफहरू विशेष गरी 3 किसिमको हुन्छ। क्रस स्टाफ 3 किसिमको हुने गर्दछ। पहिलो भनेको ओपन क्रस स्टाफ, दोस्रो भनेको फ्रेन्च क्रस स्टाफ र तेस्रो भनेको एडजस्टेबल क्रस स्टाफ। ओपन क्रस स्टाफ भनेको के हो? ओपन क्रस स्टाफ भनेको एउटा सिम्पल साधारण किसिमको ओपन क्रस स्टाफ हो जसले के गर्छ भने सर्वे लाइनमा सिम्पली एउटा राइट एङ्गल फिक्स गर्ने काम गर्छ। यसमा के हुन्छ? यसमा एउटा हेड हुन्छ र 4वटा यसको भर्टिकल आर्महरू हुन्छ। एउटा हेड र लेग हुन्छ भने के हुन्छ? 4वटा भर्टिकल आर्महरू हुन्छ जुन एक आपसमा 90 डिग्रीको एङ्गलमा हुन्छ। यो जुन लेगहरू हुन्छ त्यो के हुन्छ भने एक आपसमा 90 डिग्रीको एङ्गलमा हुन्छ, जसले गर्दा कुनै पनि सर्वे लाइनमा अफसेट सेट गर्नु पर्यो भने त्यो राइट एङ्गल त्यो चेन लाइनको या सर्वे लाइनको बिचमा राखेर हामीले के गर्न सक्छौँ भने एउटा परपेन्डिकुलरली राइट एङ्गल अफसेट लिन सक्छौँ। जस्तै मानौँ यो एउटा सर्वे लाइन हो र यसको बिचमा हामीले यो इन्स्ट्रुमेन्ट सेट गर्यौँ। यसको बिचमा एउटा रेन्जिङ रडको सहायताले या हातमा राखेर एउटा यो इन्स्ट्रुमेन्ट सेट गर्यौँ र इन्स्ट्रुमेन्ट सेट गर्दाखेरि जस्तै यो सर्वे लाइन ए हो र यो बी हो भने मानौँ एउटा हामीलाई यहाँ एउटा पोइन्ट सेट गर्नु छ, यसलाई सी मानौँ भने के गर्नुपर्छ भने यो दुईवटा जुन भर्टिकल आर्महरू दिएको छ यो ए र बीलाई सेम एलाइनमेन्टमा एउटा आइभेनबाट एउटा आइभेन हुन्छ भने अर्को के हुन्छ? अब्जेक्ट भेन हुन्छ। ए र बीलाई एउटै लाइनमा राखेर जुन यो अर्को त्योसँग परपेन्डिकुलर हुने गरी जुन दुईवटा भर्टिकल आर्महरू राखेको हुन्छ त्योबाट हेरेर के गर्न सकिन्छ भने तेस्रो सी पोइन्ट फिक्स गर्न सकिन्छ। यसलाई के भनिन्छ भने ओपन क्रस स्टाफ भनिन्छ। अब यसको परिभाषा के दिएको छ? यो एउटा साधारण किसिमको क्रस स्टाफ हो जसमा एउटा हेड र लेग हुन्छ, जसमा हेड अक्टागनल वा राउन्ड वुडेन ब्लकबाट निर्मित हुन्छ। यो तलको भाग के हुन्छ भने अक्टागनल राउन्ड वुडेन ब्लकबाट निर्मित हुन्छ। यसमा 4वटा मेटल आर्म भर्टिकल आर्महरू हुन्छ। 4वटा भर्टिकल आर्महरू हुन्छ के हुन्छ भने 4वटा यो भर्टिकल आर्महरू हुन्छ। त्यसै यो क्रस स्टाफ के को लागि काम गरिन्छ, के को लागि प्रयोग गरिन्छ भने परपेन्डिकुलर अफसेटको फुट पत्ता लगाउनको लागि, परपेन्डिकुलर अफसेटको फुट पत्ता लगाउनको लागि, त्यस्तै चेन लाइनको कुनै पनि पोइन्टमा यो चेन लाइनको कुनै पनि पोइन्टमा राइट एङ्गल सेट गर्नको लागि कुनै पनि पोइन्टमा राइट एङ्गल सेट गर्नु पर्यो भने हामी ओपन क्रस स्टाफको युज गर्छौँ। त्यस्तै 2 नम्बरमा छ हाम्रो फ्रेन्च क्रस स्टाफ। फ्रेन्च क्रस स्टाफ। यो एउटा सिलिन्डर टाइपको क्रस स्टाफ हो जसमा के हुन्छ भने जम्मा 8वटा स्लिट राखेको हुन्छ र प्रत्येकमा एउटा वायर राखेको हुन्छ। प्रत्येक स्लिटमा एउटा वायर राखेको हुन्छ जसले एक आपसमा के गर्छ भने 45 डिग्रीको एङ्गल बनाउँछ। त्यस्तै यसको डेफिनेसन के दिएको छ? यसमा अक्टागनल ब्रास ट्युब, यसमा के हुन्छ भने एउटा अक्टागनल ब्रास ट्युब, यो जुन ट्युब छ यो ट्युब जस्तो आकारको हुन्छ र अक्टागनल ब्रास ट्युब हुन्छ र ब्रास ट्युबको 8 साइडमा सिलिट पनि राखेको हुन्छ। 8 साइडमा के हुन्छ भने एउटा सिलिट पनि राखेको हुन्छ र यसमा अल्टरनेट भर्टिकल सिलिट भनेको यो जुन
दुईवटा यो पाल जुन छ दुईवटा तल राखेको छ भने यतापट्टिको दुईवटा पाल के हुन्छ माथितिर राखेको हुन्छ अल्टरनेट भर्टिकल स्लिट पनि राखेको हुन्छ अपोजिट भर्टिकल फेसमा विन्डो राखिएको हुन्छ अपोजिट भर्टिकल स्लिटमा के हुन्छ भने विन्डो राखेको हुन्छ जसले के गर्दा के हुन्छ हामीलाई हेर्न सजिलो हुन्छ अर्को नेक्स्ट के भनेको छ राइट एंगल सेट गर्नको लागि भर्टिकल फाइन वायरलाई के रे फाइन वायर चार साइडमा राखिएको हुन्छ अपोजिट भर्टिकल फेसमा विन्डो राखिएको हुन्छ भने राइट एंगल सेट गर्नको लागि भर्टिकल फाइन वायर चार साइडमा राखिएको हुन्छ अब भर्टिकल फाइन वायर भनेको यो जस्तै यो भयो यो कति साइडमा राखिएको हुन्छ भने चारवटा साइडमा राखिएको हुन्छ र अपोजिट स्लिटको सेन्टरमा भर्टिकल स्लाइडले 45 डिग्रीको के बनाउँछ कोण बनाउँछ जस्तै यो एउटा मानौ यो एउटा सर्वे लाइन भयो यो एउटा सर्वे लाइन भयो यसको के हुन्छ भने यो octagonal ब्रास ट्युबमा यो मानम एउटा स्लिट भयो यो अर्को स्लिट भयो यो अर्को स्लिट भयो र यो अर्को स्लिट भयो अब यो प्रत्येकले के गर्छ भने 45 डिग्रीको एंगल बनाउँछ यो प्रत्येकले 45 डिग्रीको एंगल बनाउँछ जसले गर्दा के हुन्छ भने हामीलाई 45 डिग्रीको कोण पनि नाप्न सकियो 90 डिग्रीको कोण पनि नाप्न सक्यो 135 डिग्रीको कोण पनि नाप्न सक्यो र 180 डिग्रीको कोण पनि नाप्न सक्यो जस्तै यो साइड चारवटा छ भने यो साइड पनि चारवटा होला यो साइड पनि चारवटा होला त्यस्तै गरेर के हुन्छ भने यो आठवटै स्लिटबाट के गर्न सकिन्छ भने 45 डिग्रीको 90 डिग्रीको र 135 र 180 डिग्रीको सबै कोण मिलाएर लास्ट कोण सबभन्दा सानो कोण 45 डिग्रीसम्म नाप्न सकिन्छ यो फ्रेन्च क्रस स्टाफबाट त्यस्तै 3 नम्बरमा छ हाम्रो एडजस्टेबल क्रस स्टाफ यो के हुन्छ भने एउटा सिलिन्डर टाइपको हुन्छ र बिचबाट डिभाइड गरेको हुन्छ लोअर पार्ट के हुन्छ भने लोअर पार्ट फिक्स हुन्छ अप्पर पार्टलाई के गर्न सकिन्छ भने रोटेट गर्न सकिन्छ लोअर पार्टमा ग्रेजुएसन गरिएको हुन्छ र टपमा के हुन्छ टपमा म्याग्नेटिक कम्पास राखेको हुन्छ नर्थ साउथ इस्ट र वेस्ट माथि के हुन्छ भने म्याग्नेटिक निडल राखेको हुन्छ र म्याग्नेटिक कम्पास राखेको हुन्छ अब यसमा के हुन्छ भने यसको डिफिनेसन के भनेको छ भने यसमा 10 सेन्टिमिटर गहिरो र 8 सेन्टिमिटर डायमिटर भएको सिलिन्डर ट्युब राखिएको हुन्छ 10 सेन्टिमिटर गहिरो र 8 सेन्टिमिटर डायमिटर भएको जुन गोलाकार हुन्छ त्यसको डायमिटर कतिसम्म हुन्छ 8 सेन्टिमिटर र 10 सेन्टिमिटरसम्मको के हुन्छ भने यसको लम्बाइ हुन्छ त्यस्तै के भनिन्छ भने सिलिन्डर ट्युब राखिएको हुन्छ जुन ट्युब बिचबाट बाँडिएको पनि हुन्छ र यसमा भएको लोअर पोर्सन फिक्स हुन्छ भने अप्पर पोर्सन के हुन्छ रोटेट गर्न सकिन्छ फिक्स्ड लोअर पोर्सनमा के हुन्छ ग्रेजुएसन गरिएको हुन्छ र यस किसिमको क्रस स्टाफको मुख्य विशेषता भनेको जति डिग्रीको पनि एंगल सेट गर्न सकिन्छ यस्तो क्रस स्टाफबाट के गर्न सकिन्छ भने जति पनि डिग्री चाहिएको छ जति डिग्रीको एंगल चाहिएको छ त्यति डिग्री सेट गरेर हामी सर्वे लाइनबाट अफसेट लिन सक्छौं अथवा जति डिग्रीको एंगल चाहिएको छ त्यति डिग्रीमा हामी अफसेट लिन सक्छौं 30 डिग्री पनि लिन सक्छौं 20 डिग्री पनि लिन सक्छौं सो यो भनेको के हो भने एडजस्टेबल क्रस स्टाफ हो यसको यो पोर्सन मैले अघि नै भनिसके दुई पार्टमा डिभाइड हुन्छ यहाँ ग्रेजुएसन गरिएको हुन्छ भने यसलाई घुमाउन मिल्छ माथिमा के हुन्छ भने म्याग्नेटिक कम्पास जुन बेरिङ नाप्नको लिनको लागि राखिएको हुन्छ ओके नेक्स्ट आउँछ हाम्रो अप्टिकल स्क्वायर भनेको के हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो अप्टिकल स्क्वायर भनेको कुनै पनि राइट एंगल नाप्नको लागि राइट एंगल सेट गर्नको लागि पोकेटमा पनि राख्न मिल्ने खालको जुन एउटा सानो इन्स्ट्रुमेन्ट हुन्छ त्यसलाई के भनिन्छ भने अप्टिकल स्क्वायर भनिन्छ यसमा डिफिनेसन के दिएको छ भने अप्टिकल स्क्वायर एक राइट एंगल सेट गर्न प्रयोग गरिने पोकेटमा राख्न सकिने साधारण यन्त्र हो जसमा एउटा गोलाकार मेटल बक्स राखिएको हुन्छ जसको व्यास के हुन्छ भने 5 सेन्टिमिटर र गहराई के हुन्छ भने 1.25 सेन्टिमिटर हुन्छ वा
ट्रायंगुलर बक्स हुन्छ अप्टिकल स्क्वायरको भित्रपट्टि दुईवटा मिरर राखिएको हुन्छ दुईवटा मिरर राखिएको हुन्छ जुन 45 डिग्रीको एंगल बनाउने गरी राखिएको हुन्छ के हुन्छ भने 45 डिग्रीको एंगल बनाउने गरी राखिएको हुन्छ र दोस्रो मिरर अपर हाफ डेप्थ र होरिजन ग्लास भनिन्छ दोस्रो मिररलाई के भनिन्छ भने अपर हाफ डेप्थलाई के भनिन्छ भने होरिजन ग्लास भनिन्छ लोअर हाफ चाहिँ सिल्भरले कोटेड हुन्छ लोअर हाफ के हुन्छ भने सिल्भरले कोटेड हुन्छ भने प्रथम मिररलाई इन्डेक्स ग्लास भनिन्छ भने फर्स्ट मिररलाई के भनिन्छ भने इन्डेक्स ग्लास भनिन्छ जुन सिल्भरद्वारा पूर्ण रूपले कोटेड हुन्छ अब यसको प्रिन्सिपल के छ यो कुन प्रिन्सिपलमा काम गर्छ दुईवटा प्लेन मिररहरूको रिफ्लेक्टिङ सर्फेस दिएको एंगलसँग इन्क्लाइन्ड हुने गरी एक आपसमा राखिएको छन् भने प्रकाशको किरण दुवै मिररसँग परपेन्डिकुलर हुने गरी थ्रो गरिएमा दुवै मिररहरूले सफलतापूर्वक रिफ्लेक्ट गर्दछ र रेहरूभित्र गई रिफ्लेक्टिङ सर्फेस बीचको एंगलको 2 गुणा डाइमेन्सन बनाउँछ त्यो 45 डिग्रीको जुन एंगल दुईवटा के अरे ग्लास राखिएको हुन्छ त्यसले रिफ्लेक्ट गरेर के गर्छ भने 90 डिग्रीको एंगल बनाउँछ जुन राइट एंगल हुन जान्छ यो त्यही प्रिन्सिपलमा डबल रिफ्लेक्सनको प्रिन्सिपलमा काम गर्छ यहाँ हामी हेर्न सक्छौं चित्रमा के देखाइएको छ भने यो एउटा सर्वे लाइन हो र दुईवटा रेन्जिङ रड राखिएको छ बीचमा हामी परपेन्डिकुलर सेट गरेको छौं यहाँ यसको यो फेस हो अब यो फेसमा हामीले के गर्नुपर्छ भने यो जुन स्टाफ छ यो यहाँ देखिरहेछ तल देखिरहेछ भने हामीलाई जहाँ राइट एंगल सेट गर्नुपर्ने छ यसलाई सारेर यता सार्नु पर्यो सार्दै गएर जब यो माथिको भागको जुन यो स्टाफ जुन छ यो माथिको भागको स्टाफ र यो स्टाफ एकै लाइनमा आयो भने के हुन्छ भने हाम्रो ठ्याक्कै राइट एंगल हुन जान्छ योसँग सर्वे लाइनसँग ठ्याक्कै राइट एंगल हुन जान्छ यो अप्टिकल स्क्वायरबाट यसरी राइट एंगल सेट गर्न सकिन्छ भने यसको प्रिन्सिपल पनि हामी बुझिहाल्यौं प्रिज्म स्क्वायर भनेको के हो अप्टिकल स्क्वायर जस्तै यो पनि प्रिज्म स्क्वायर पनि अप्टिकल स्क्वायर जस्तै हो यसमा के हुन्छ भने यसमा राइट एंगल सेट गर्नको लागि के गरेको हुन्छ भने प्रिज्म राखेको हुन्छ त्यस्तै यसको डेफिनेसन के भनेको छ प्रिज्म स्क्वायर एक किसिमको एक राइट एंगल सेट गर्न प्रयोग गरिने पोकेट इन्स्ट्रुमेन्ट हो यो पनि अप्टिकल स्क्वायर जस्तै हुन्छ यसमा के हुन्छ भने प्रिज्म राखेको हुन्छ यसमा के हुन्छ प्रिज्म स्क्वायर अप्टिकल स्क्वायरमा प्रिज्म राखेको थिएन भने यसमा के हुन्छ भने प्रिज्म राखेको हुन्छ र अप्टिकल स्क्वायरकै सिद्धान्तमा काम गर्छ यो पनि के गर्छ भने अप्टिकल स्क्वायर सेम अप्टिकल स्क्वायरकै सिद्धान्तमा काम गर्छ यसको प्रिन्सिपल पनि अप्टिकल स्क्वायर जस्तै हो भने अप्टिकल स्क्वायर भन्दा बढी एक्युरेट हुन्छ यो के हुन्छ भने अप्टिकल स्क्वायर भन्दा के हुन्छ बढी एक्युरेसी दिन्छ यसमा राइट एंगल सेट गर्ने मुख्य भूमिका यसमा राखिएको प्रिज्म नै हो यसमा राइट एंगल सेट गर्नको लागि के गरेको छ भने एउटा प्रिज्म राखिएको हुन्छ यसको मुख्य भूमिका खेल्ने राइट एंगल सेट गर्न मुख्य भूमिका खेल्ने काम कसले गर्छ भने प्रिज्मले नै गर्छ त्यसैले पनि यसलाई प्रिज्म स्क्वायर भनिएको हो ओके यति कुरा हो नेक्स्ट छ हाम्रो बक्स सिकेन्ट भनेको के हो बक्स सिकेन्ट भनेको पहिलाको समयमा थियोडोलाइट जब बनेको थिएन त्यति बेला के हुन्थ्यो भने होरिजेन्टल एंगल लिनको लागि जुन इन्स्ट्रुमेन्ट युज गरिन्थ्यो त्यसलाई के भनिन्थ्यो भने बक्स सिकेन्ट भनिन्थ्यो चेन सर्वेमा एंगल नाप्न बक्स सिकेन्टको प्रयोग हुन्छ सामान्यतः इन्स्ट्रुमेन्टहरूले नापेको कोणको जाँच गर्न बक्स सिकेन्टको प्रयोग गरिन्छ ट्राभर्समा रेडिएसनका लागि पनि यसको के गरिन्छ भने प्रयोग गरिन्छ अब पार्ट अफ बक्स सिकेन्ट हामी चित्रमा हेर्न सक्छौं पार्ट अफ बक्स सिकेन्ट भनेको पार्ट अफ बक्स सिकेन्ट ए नम्बरमा के दिएको छ मेटालिक सिलिन्डर वा मेटालिक बक्स अब यसमा ए भनेको यहाँ छ यो पार्ट भनेको के भयो भने मेटालिक सिलिन्डर भयो यो पार्ट के भयो भने एउटा सानो पोकेटमा राख्न सक्ने खालको सानो एउटा इन्स्ट्रुमेन्ट हुन्छ यसको तल्लो भागलाई के भनिन्छ भने मेटालिक सिलिन्डर भनिन्छ त्यस्तै बीमा दिएको छ के दिएको छ भने 16 लीड क्याप अफ बक्स सिकेन्ट यसको के रे मेटालिक सिलिन्डर के हुन्छ भने मेटालिक सिलिन्डर और मेटालिक बक्स अबाउट 7.5 सेन्टिमिटर डायमिटर एन्ड 3.7 सेन्टिमिटर हाइट यसको हाइट कति हुन्छ भने 3.7 सेन्टिमिटर हुन्छ भने यसको डायमिटर कति हुन्छ 7.5 सेन्टिमिटर को हुन्छ त्यस्तै के भनेको छ भने 16 लीड क्याप अफ बक्स सिकेन्ट यो तलको जुन भाग हुन्छ यसलाई के भनिन्छ भने 16 लीड भनिन्छ ग्रेजुएसन सर्कल आर्क सी जुन यो माथिको जुन भाग हुन्छ माथिको भागमा के गरेको हुन्छ भने यहाँ ग्रेजुएसन गरिएको हुन्छ
र यसलाई के भनिन्छ भने ग्रेजुएसन सर्कल आर्क भनिन्छ। द मेन स्केल विच रिड अप टु 30 मिनट एन्ड ग्रेजुएटेड बिट्विन 120 डिग्री टु 160 डिग्री। यो के गरेको हुन्छ भने 120 डिग्रीदेखि 160 डिग्रीसम्म ग्रेजुएसन गरिएको हुन्छ र यसबाट मिनिमम कतिसम्म पढ्न सकिन्छ भने 30 मिनटसम्म पढ्न सकिन्छ, 30 मिनटसम्म पढ्न सकिन्छ। त्यस्तै डी नम्बरमा दिएको छ हाम्रो इन्डेक्स आर्म। इन्डेक्स आर्म भनेको इन्डेक्स आर्म यो भनेको इन्डेक्स आर्म हो। अब इन्डेक्स आर्मको के हुन्छ, अ रोटेटिङ आर्म कल्ड इन्डेक्स आर्म विच मुभ अन द मेन स्केल इट डिभाइडेड इन 30 डिभिजन कल द भर्नियर स्केल डिभिजन। यसले के गर्छ भने यो 30वटा पार्टमा डिभाइड गरिएको हुन्छ, यसमा पनि ग्रेजुएसन गरिएको हुन्छ, 30 पार्टमा डिभाइड गरिएको हुन्छ, यसले भर्नियर स्केलको काम गर्छ। त्यस्तै छ म्याग्निफाइङ ग्लास, अनएडजस्टेबल म्याग्निफिकेसन ग्लास, म्याग्निफाइङ ग्लास टु रिड द एङ्गल, भेरी फाइन डिभिजन एन्ड मेन स्केल एन्ड भर्नियर स्केल। म्याग्निफाइङ ग्लास यो भनेको म्याग्निफाइङ ग्लास हो। यसले के काम गर्छ भने रिडिङ लिने काम गर्छ, एङ्गल रिड गर्ने काम गर्छ। त्यस्तै के छ भने टेलिस्कोप, एफ नम्बरमा छ हाम्रो टेलिस्कोप। योबाट के गरिन्छ भने जुन हेर्ने काम हुन्छ, जुन एङ्गल हामीलाई जता एङ्गल पढ्नु पर्ने छ त्यो हेर्ने काम केबाट गरिन्छ भने टेलिस्कोपबाट गरिन्छ। आई होल अर पिप होल अर टेलिस्कोप फर अ लङ डिस्टान्स साइटिङ। लङ डिस्टान्स साइटिङको लागि के गर्नुपर्छ भने हामीलाई हेर्नको लागि यो टेलिस्कोपबाट हेर्न सकिन्छ। त्यस्तै छ कलर ग्लास, जीमा छ कलर ग्लास। यो भनेको कलर ग्लास हो। यसको के पेयर अफ कलर ग्लास इन फ्रन्ट अफ साइटिङ होल इनसाइड द बक्स इज युज ब्राइट सनसाइन। के हुन्छ भने जब सनसाइन जो ब्राइटनेस धेरै हुन्छ घाममा काम गर्दाखेरि यसले के गर्छ भने मिनिमाइज गरेर रिडिङ लिन सजिलो बनाउँछ। त्यस्तै छ माइल्ड ह्यान्डेड स्क्रु, माथिको जुन स्क्रु हुन्छ यो स्क्रु इट इज युज टु रोटेट द इन्डेक्स ग्लास। यो ग्लास जुन हाम्रो थियो अघिको ग्लास, यसलाई के गर्छ भने रोटेट गर्ने काम गर्छ। त्यस्तै नेक्स्ट हाम्रो के छ भने एडजस्टेबल की। यो आई नम्बरको यो भनेको एडजस्टेबल की हो। इट इज टाइप अफ स्क्रु बाई विच लेभल एन्ड एङ्गल इन्डेक्स एन्ड होरिजेन्टल ग्लास इट इज एडजस्ट एन्ड इरर क्यान अल्सो बी रिमुभ। योबाट के गर्न सकिन्छ भने इरर रिमुभ गर्न सकिन्छ यसलाई घुमाएर। त्यस्तै नेक्स्ट छ हाम्रो एब्नी लेभल, एब्नी लेभल अर ह्यान्ड लेभल। अब एब्नी लेभल भनेको के, ह्यान्ड लेभल एउटा उपकरण हो जसले साइटिङ ट्युबमा प्रोटेक्टर राखेको हुन्छ। यसको ह्यान्डिङ ट्युबमा के हुन्छ भने एउटा प्रोटेक्टर राखेको हुन्छ। बबल ट्युबलाई इन्डिकेट पोइन्ट आर्ममा एट्याच गरिएको हुन्छ जुन प्रोटेक्टरको वरिपरि घुम्छ र बबललाई प्रिज्म मिररको सहायताले माथि हेर्न पनि सकिन्छ। आइपिसबाट हेर्दा एकातिर बबल देखिन्छ भने अर्कोतिर टार्गेटलाई हेर्न सकिन्छ जसमा एउटा स्टेडिया लाइन राखिएको हुन्छ। ओके, यो पिक्चरमा हामी राम्ररी हेर्न सक्छौँ। यसमा के छ भने एउटा सर्कल छ, एक साइडमा के छ भने स्टेडिया हेयर दिएको छ भने एक साइडमा बबल ट्युब दिएको छ। यो बबल ट्युब र यो हेर्ने बेलामा के हुन्छ भने एक लाइनमा आउनुपर्ने हुन्छ। एब्नी लेभलबाट टार्गेटलाई हेर्दा हातमा राखिएको टार्गेट गर्दै बबल पनि लेभल गर्नुपर्ने हुन्छ। जब बबल एडजस्ट लेभल हुन्छ तब के हुन्छ भने क्रस हेयर र स्टेडिया हेयरको बिचमा पर्ने गरी रहन्छ, जुन तल चित्रमा पनि देखाइएको हुन्छ। यसलाई प्राय रिकनाइजेन्समा प्रयोग गरिन्छ। ओके, अब्नी लेभल अब के को लागि प्रयोग गरिन्छ भने अब्नी लेभल जहिले पनि स्लोप हेर्नको लागि के भन्छ, स्लोप नाप्नको लागि प्रयोग गरिन्छ। एब्नी लेभलको प्रयोग सर्वेयरको उचाइ बमोजिम हातमा राखेर ट्राइपोडमा राख्न सकिन्छ। यसको प्रयोग स्लोप नाप्न प्रयोग गरिन्छ। स्लोप नाप्न पहिले स्लोपतिर टार्गेटलाई साइड गर्नुपर्छ र त्यसपछि बबल सेन्टरमा नआउन्जेल लेभल गर्नुपर्छ। बबल सेन्टरमा आइसकेपछि स्केल प्रोटेक्टरबाट स्लोप पढ्न सकिन्छ जसलाई टेक्निकली भर्टिकल एङ्गल भनिन्छ र एब्नी लेभल र क्ल्यानोमिटर भनेको उस्तै हो। यसमा के हुन्छ भने यहाँ बबल राखिएको हुन्छ। अब यसलाई घुमाउन सकिन्छ र जबसम्म यो बबलबाट क्रस हेयर सेम लाइनमा आउँदैन तबसम्म घुमाइराख्नुपर्छ र यो दुईटा लाइन सेम लाइनमा आइसकेपछि हामी के गर्न सक्छौँ भने स्लोप हेर्न सक्छौँ। अर्को लाइनलाई साइड गरेर यहाँ साइटिङ लाइन दिएको हुन्छ एउटा, यहाँबाट हेर्न सक्छौँ र हेरिसकेर हामी के गर्न सक्छौँ, रिडिङ पढेर यसको स्लोप नाप्न सक्छौँ। टेक्निकली यसलाई के भनिन्छ भने भर्टिकल एङ्गल पनि भनिन्छ। भर्टिकल एङ्गल पढ्न युज गरिने
इन्स्ट्रुमेन्ट पनि भन्न सक्छौ एब्नी लेभललाई। तर खास यसको काम के हुन्छ भने स्लोप नाप्ने हुन्छ। क्लाइनोमिटर र यो भनेको उस्ता उस्तै इन्स्ट्रुमेन्ट हो।